रमाइलो भइरहेको क्या हो के रमाइलो आज एक दिन हो जति रमाइलो भने नरमाइलो भने नि किन आज किन्छ फेरि भोलि फेरि डेक्ची झस्काउनु जानु परिहाल्छ रमाइलो डेक्ची ढस्काउनु जाने र त भोलि प्रजाल आज रमाइलो जति गर्नुपर्छ गर्ने नि त दाइ हेरौँ होइन गर्ने हो दिनु भएर त्यही त भने उता हुँदा अलिअलि जान थाल्यो थियो अहिले त पुरै गइसक्यो पाउँदैन भनेर यस्तो छ नि के छ त मलाई पाउँदैन होला भने नि ल ठिक भयो त के भयो त नि प्रजल मात्र 6 फिट है एक्सपिरियन्स कस्तो भयो अगाडि पछाडि सबै हेर्ने यतिको ठिक छ यतिमा त हामीले मन सक्छ होला पैसा सुरु त गर्नु पऱ्यो नि त यहाँ नआएपछि त नआउनु केटाहरू उता त सक्दै सक्दैन
अलिअलि आउँछ आउन त खाँदो रहेछ तिमीलाई त मलाई त किन आउँदैन नि चाम्बा म वहाँदेखि आएँ तर मलाई चाहिँ मुनि मुनि मात्रै खेल्न पुगेन कहिले अब 5 मिनट अझै 5 मिनट प्रवीण प्रवीण पुगेन खेल्न ल अब हिँड्न जाउँ ल आइहाल है अब के भनौँ के छैन के छ त्यहाँ लाइटमा यस्तो के छैन लाइटमा आगो ढिलो भयो पानी फेरि पैसा लु आउनु न त अब ठिक हुन्छ क्या कफी खाने होइन कफी भन्दै गरौँ दाइको पासपोर्ट थाहा तपाईँलाई दाइको पासपोर्ट थाहा छ के चाहिँ फोटो भर खिचेर के यस्तै हो यो त नि एकचोटि पिरो छ प्रवीण पिरो
एक सर्ट फेरि भिजाइदिएछ यहाँ के हेरेर तपाईँको लाउन सक्छ म सक्दिनँ बुढो मान्छे हो नि त। म बुढो मान्छे हो। हाम्रो कसरी कोसिस गर्नु केही थाहा छैन। पाकेन छ त्यो पुरो तयार यो एकैचोटि दाइले त हान्दैन अबि अहिले झन्डै म है 3 मा 3 हान्दिन्छु 3 मा 3 ल हानेर देखा ल एक गयो 3 मा 3 हानिन्छ भने ल एक मात्र हानेर देखा न एक मात्र अलिक कम भयो क्या। ओ